के तपाईहरु पनि फेसबुकबाट घरमै बसेर आम्दानी गर्न चाहनुहुन्छ तर कहाँबाट सुरु गर्ने कसरी सुरु गर्ने भन्ने थाहा छैन। आजको यो भिडियो तपाईको लागि निकै नै महत्त्वपूर्ण हुन सक्छ, त्यसैले भिडियो अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु। नमस्कार सम्पूर्णमा, मेरो नाम विमल श्रेष्ठ। मेरो घर ओखलढुङ्गा, हाल नेपालको राजधानी काठमाडौँमा सुरक्षा निकायमा कार्यरत छु। अहिलेको यो डिजिटल युगमा फेसबुक केवल मनोरञ्जनको माध्यम मात्र नभई आम्दानी गर्ने एउटा ठूलो प्लेटफर्म समेत बनेको छ। फेसबुकले क्रिएटर, भिडियो निर्माता तथा पेज सञ्चालकहरूले आफूले तयार पारेका सामग्रीहरूबाट आम्दानी गर्न पाउने सुविधालाई नै मोनिटाइज भनिन्छ। सन् 2022 पछि फेसबुकले मोनिटाइजेसन प्रणालीलाई अझ प्रभावकारी बनाएको छ, जसका कारण संसारभरका लाखौं मानिसहरूले डिजिटल माध्यमबाट आम्दानी गरिरहेका छन्। नेपालमा पनि यसको प्रभाव तीव्र रूपमा बढिरहेको छ। यही अवसरलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसम्म पुर्याउने उद्देश्यले एमडीआर टिमको स्थापना गरिएको हो। एमडीआर अर्थात् मोडरेटर यो एउटा यस्तो समूह हो जसले फेसबुक मोनिटाइजेसनका सम्पूर्ण प्रक्रिया, नियम, चरण तथा आवश्यक कुराहरू सिकाउने काम गर्दछ। यस टिमले मोनिटाइजेसनसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै कन्टेन्ट रुल्स एन्ड पोलिसी, लाइभ स्ट्रिम इस्यु एन्ड सोल्युसन, पेमेन्ट प्रोसेस एन्ड ट्याक्स इन्फर्मेसन, इफेक्टिभ वेज टु इन्क्रिज फलोवर्स एन्ड अडिसन्स, स्टार सेन्डिङ सिस्टम एन्ड डिजिटल अर्निङ मेथड लगायतका विषयमा सहजीकरण गर्दै आएको छ। साथै मिडिया हेल्थ टिम मार्फत धेरै नेपाली क्रिएटरहरूको समस्या समाधान गर्दै डिजिटल कमाई मार्फत अगाडि बढ्न सहयोग गरिरहेको छ। करिब 100 भन्दा बढी सदस्य रहेको यस समूहले निशुल्क तथा निस्वार्थ रूपमा प्रशिक्षण प्रदान गर्दै आइरहेको छ। अब कुरा गरौं यस टिमका मुख्य सञ्चालक तथा लिडर केदार तिमल सिन्हाको। ओखलढुङ्गामा जन्मिनु भएका केदार तिमल सिन्हा सन् 2013 मा डीबी भिसा मार्फत अमेरिका जानु भएको थियो। लामो संघर्षपछि उहाँले अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयमा कम्प्युटर विज्ञान विषयमा स्नातक पूरा गर्नुभयो। हाल उहाँ अमेरिकाको प्रसिद्ध वेल्स फार्गो बैंकमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ। यदि तपाईहरु पनि फेसबुक मोनिटाइजेसन सम्बन्धी सही जानकारी लिन चाहनुहुन्छ भने एमडीआर टिमको फेसबुक प्रत्यक्ष प्रसारणमा जोडिन सक्नुहुन्छ। यस समूहका सदस्यहरूले हरेक सोमबारदेखि शुक्रबारसम्म नेपाली समय अनुसार साँझ 7:30 बजेदेखि 9:30 बजेसम्म प्रत्यक्ष प्रसारण गर्दै सहजीकरण गरिरहेका हुन्छन्। त्यसैगरी प्रत्येक शनिबार र आइतबार बेलुकी 8 बजे केदार तिमल सिन्हा स्वयं प्रत्यक्ष प्रसारणमा उपस्थित हुनुहुन्छ, जहाँ तपाईं आफ्ना जिज्ञासा प्रत्यक्ष रूपमा राख्न सक्नुहुन्छ। सायद आजको यो भिडियो हेरिसकेपछि तपाईलाई पनि फेसबुक मार्फत डिजिटल आम्दानी गर्ने प्रेरणा मिलेको होला भन्ने आशा राखेको छु। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र शेयर गरेर अरू साथीहरूलाई पनि जानकारी गराउनु होला। धन्यवाद।